पाताले छाँगोको ऐतिहासिक पृष्ठभूमि यस्तो रहेको छ। धेरै प्रयासपछि उनको शव निकालियो र पाताले छाँगो डेभिज हल प्रवेशद्वारबाट प्रवेश गर्दैछु। लाई छुटाउने गरेको पाइन्छ। हजुरहरूले नछुट। हेर्दा यतिसम्म डर लाग्छ कि सायद यो तलदेखि एकदमै पानीको बाफहरू उडेर आइरहेको छ। हजुरहरू सबैमा मेरो नमस्कार छ। अहिले म पोखरा 17 डेभिज हलमा छु। अब यस ठाउँबाट हजुरहरूलाई डेभिड हलको भिडियो प्रस्तुत गर्दैछु, जसलाई पाताले छाँगो पनि भनिन्छ। अहिले म डेभिड हल पाताले छाँगोको प्रवेशद्वार अगाडि छु। अब म पाताले छाँगो डेभिज हल प्रवेशद्वारबाट प्रवेश गर्दैछु। गेटबाट प्रवेश गरिसकेको छु। यहाँ पनि टिकट लिनुपर्ने हुन्छ। अब टिकटको कति पर्छ सोधेर टिकट लिनेछु। टिकटको 50 रुपियाँ रहेछ। टिकट लिएर प्रवेशद्वारबाट प्रवेश गरिसकेको छु। अब हजुरहरूलाई यसभित्रको दृश्य देखाउनेछु। प्रवेशद्वारबाट प्रवेश गरिसकेपछि यहाँको भित्र दृश्य यस्तो रहेको छ। फोटो भिडियो बनाउनको लागि एकदमै राम्रो ठाउँ रहेछ। हजुरहरूले यहाँ देख्न सक्नुहुनेछ हिमालको आकृतिमा सिमेन्टी र ढुङ्गाहरू प्रयोग गरी बनाइएको छ, जहाँ फोटो खिच्न सकिन्छ। र यस ठाउँमा पाताले छाँगोको बारेमा केही यथार्थ कुराहरू लेखिएको छ। यहाँ लेखिएको रहेछ नेपाली सांस्कृतिक पोसाकसँग फोटो खिच्ने ठाउँ। हेरौँ भित्र कस्तो रहेको छ। हजुरहरू यहाँ देख्न सक्नुहुनेछ। हामी यसभन्दा पछाडि बस्ने अनि यो ड्रेसमा फोटो खिच्ने। ल हजुरहरू यस ठाउँमा आउँदाखेरि फोटो खिच्न नबिर्सिनु होला। यस ठाउँमा हाम्रो नेपालभित्र रहेका विभिन्न जातिका पोसाकहरू राखिएको छ। डेभिज हलमा आउँदाखेरि कति मान्छेहरूले यस ठाउँलाई छुटाउने गरेको पाइन्छ। हजुरहरूले नछुटाउनु होला है त। पाताले छाँगोको ऐतिहासिक पृष्ठभूमि यस्तो रहेको छ। इस्वी संवत 1961 जुलाई 31 तारिकको मध्याह्न स्विस नागरिक छाँगोभन्दा माथि नुहाइरहेकी थिइन्। अचानक फेवातालबाट बाढी आएर उनलाई बगाएर लग्यो र उनको मृत्यु भयो। धेरै प्रयासपछि उनको शव निकालियो र त्यस बेलादेखि यस पाताले छाँगोलाई डेभिज हल भन्न थालिएको छ। यहाँ भित्रको बगैँचा एकदमै राम्रो रहेको छ। शीतल हावा चल्छ, हरियाली छ। अनि हजुरहरूले अगाडि देख्न सक्नुहुनेछ हावाघर। त्यस ठाउँमा बसेर हावा मजाले खाएर बस्न सकिन्छ। अब म सिँढीबाट झरेर डेभिज हलतर्फ जाँदैछु, जसलाई पाताले छाँगो पनि भनिन्छ।
अहिले पानीको एकदमै बहाव बढेको छ अरे। हेरौँ कतिको बढेको रहेछ। पाताले छाँगो हेर्नको लागि यस्तै पानीको बहाव बढेको बेलामा हेर्नुको रमाइलै छुट्टै हुन्छ। अगाडितर्फ बढ्दै जाउँ कस्तो देखिने रहेछ। ल हेर्नुस्, वरिपरि रेलिङ लगाइएको छ सुरक्षाको कारणले। जुन हजुरहरूले पानी देखिरहनु भएको छ नि, हो यो पानी भनेको धेरै नै बढेको हो। अझ बाढी आउँदाखेरि बर्सातको समयमा पानी परिरहेको बेला त झन् बढ्ने नै भयो। जे होस्, हिउँदको महिनामा योभन्दा धेरै नै सानो हुन्छ पानी। पानीको बाफ एकदमै उडिरहेको छ। हामीले यस पानी गुप्तेश्वर महादेवको गुफाबाट देख्न सकिन्छ। जब गुफाको तलै गएपछि यो पाताले छाँगोको पानी झरेको अन्तिम बिन्दु हो, त्यो ठाउँ गुफाबाट देख्न सकिन्छ। यो पाताले छाँगो आन्तरिक तथा बाह्य पर्यटकको लागि एकदमै आकर्षकको केन्द्र बनेको छ। यहाँ देश विदेश हरेक ठाउँबाट मानिसहरू आउने गर्दछन्। नामै पाताले छाँगो, पाताल भनेपछि नामबाटै प्रष्ट हुन्छ कि यो कति गहिरो, तल कति होला भनेर। हजुरहरूले देख्न सक्नुहुनेछ तलदेखि एकदमै पानीको बाफहरू उडेर आइरहेको छ। पानी तल झरिसकेपछि माथि पानीको बाफ र हावा आइरहेको छ। यो पानी सुसाएको आवाज अनि तलबाट आएको पानीको बाफ, हावा र यहाँको भौगोलिक बनावट हेर्दा यतिसम्म डर लाग्छ कि सायद यो रेलिङ नभएको भए हामी नजिक पनि जान सक्ने थिएनौँ। यस ठाउँमा हजुरहरूले देख्न सक्नुहुनेछ शिवलिङ्ग। यी शिवलिङ्गमा यो पातहरू चढाएको रहेछ। पोखरा 17 मा रहेको डेभिज फल पाताले छाँगोको भिडियो हजुरहरूलाई कस्तो लाग्यो त? भिडियोमा साथ दिएर बसिदिनु भएकोमा हजुरहरू सबैमा धेरै धेरै धन्यवाद।